नियति हो नि त तँलाई डर लाग्छ भनेर यसो साथी आएको नि नियति किन डराउँछस् पछि त म तेरो बाउ हो नि नडरा मसित भने त हो नडरा भनेर ओ नडरा न होला ती तँलाई यो डर लाग्छ भनेरै म आएको नि त यो के गर्नुभयो तपाईले तँलाई माया गरेको नि त्यति पनि बुझ्दिनस् आइज नि मेरो अँगालोमा म तँलाई धेरै माया गर्छु नि आइज तपाई यहाँबाट जानुहुन्छ कि म आमालाई बोलाऊँ तेरो आमालाई बोलाएर केही पनि हुनेवाला छैन र फेरि तेरी आमाले यार के गर्छ केही पनि सक्दिन हेर त यो आजको रात तेरो र मेरो मात्र हो आइज न भनेको सुन्नुहोस् आइज बुहारी तिमी त झन दुब्लाउँदै गयौ त भाइको धेरै याद आउँछ कि क्या हो दाइ पनि अब यो बुढेसकालमा के को याद आउनु ल याद आउने भनेकै बुढेसकालमा त हो नि बुढाबुढीसँगै बसेर दुःख सुखको कुरा गर्नुपर्ने बेलामा भाइलाई बाहिर पठाइहाल्यौ अब के गर्छौ त काम नगरी खान पाइन्न दाइ अब अफिसले जहाँ खटाए त्यही जान पर्यो नि जाब यति एक डोको घाँस बोकेर आउन पनि तँलाई यत्रो बेर लाग्छ हैन भरा यति धेरै काम छ होइन ए नकचरी कुन चाहिँसँग लठारेर बसिस र आउन ढिलो गरिस् आमा तपाईलाई थाहा छ त खेत कति टाढा छ भनेर जानु पर्यो घाँस काट्नु पर्यो आउँदा थोरै ढिला त भइहाल्छ नि मलाई सबै कुरा राम्रोसँग थाहा छ घाँस काट्दा के गर्छिस् भनेर मलाई राम्रोसँग थाहा छ घाँस राख्ने अनि खाना बनाइहाल्ने 9 बजिसक्यो खाना त तपाईले बसालिदिनु भएको भए नि हुन्थ्यो नि मलाई कलेज जानु ढिलो भइसक्यो ए अब मैले खाना बनाएर खुवाएर तँलाई मालिकनी जस्तै सेवा गर्नु पर्यो हैन अर्काको घरमा जाने जाते धेरै पढ्नु हुँदैन घरको काम सारा राम्रोसँग सिक्नुपर्छ अनि मात्रै घर गरी खान सजिलो हुन्छ बिचरीलाई तिमी त्यतिकै गाली गर्छौ यति टाढादेखि घाँस बोकेर ल्याएकी छे थाकेकी होली सुन्नु भयो नि दाइ यसले के भनी अब यसले खाना बनाएर मैले खुवाउनु पर्ने रे आमा मैले त्यस्तो भन्न खोजेकी हैन मलाई कलेज जानु खाना तपाईले बसाल्दिदा पनि हुन्थ्यो मात्र भन्न खोजेकी मलाई सबै थाहा छ के भन्न खोजेकी होस् भनेर यति टाढादेखि घाँसको डोको बोकेर आएकी छे नियति जा घाँस राखेर स्कुल जाने तयारी गर यसलाई बिचरी तपाईले यसलाई चिन्नु नै भएको छैन एक नम्बरकी कामचोर हो यो किन सधैँ मलाई यस्तो व्यवहार देखाउनुहुन्छ म यो घरको छोरी हो नोकर्ने हैन किन यस्तो सौतिनी जस्तो व्यवहार देखाउनुहुन्छ मलाई सधैँ यस्तो सौतिनी व्यवहार नदेखाउनु मलाई छुट्टै चलाउँछस् कस्तो व्यवहार देखाउनु पर्छ मलाई राम्रोसँग थाहा छ राम्रोसँग थाहा छ मलाई यो के गरेको एउटा जवान भइसकेको छोरीलाई यसरी हातपात गर्छन् अब यता ए
यही वैशले उन्मत्त भएर त यस्तो गरेको नि। यसको वैश कसरी जानुपर्छ मलाई राम्रोसँग थाहा छ। छोड्नुहोस्। छोरा त आराममा नबसेर किन यहाँ बसिराख? त्यत्तिकै। अनि तिमी चाहिँ कता हिँडेको नि? तल गोपाल दाइले एकछिन काम छ आइज भनेको थिए, त्यही भएर जान लागी। सुन्तलीको हँसियार खुकुरी बनाइदिस् त? छैन, भोलिसम्म बनाइदिन्छु। अलि चाँडो बनाइदे। अनि भात बसाइरहेको छु, डोर्ला गएर हेर। ती आफै आउन सक्दैनन् रे। अनि त्यसरी गाउँ गाउँ डुलेर हिँड्नु साटो त आफ्नै घरमा खुरुका आराम राखेर बसे भइहाल्यो नि। होइन, तल गोपाल दाइको कुरा गरौ कि किन रिस उठेर आउँछ? ती काकाको व्यवहारै त्यस्तो छ। सामान बनाउनु पर्ने भए खुरुका आफै आए भइहाल्यो नि, बेकारमा अर्कालाई दुःख दिएर। त्यही मौकामा यसो 10-12 पाथी धान दिन्छन् कि भनेर जान लाग। काम गरेको पैसा त दिँदैनन् तिमीले, के धान देलान् र? हेर आमा, मलाई त तीसँग केही लिन मन पनि छैन र तिमीलाई केही दिन मन पनि छैन। दिन्छन् खाना हेर। अनि सुन्तल दिदीको सामान छिटो बनाइदिइहाल, म पुगेर आइहाल्छु। ल चाँडै गरेर आऊ। अनि भित्र नि हेर्दै गर्ने। ए नानी, तँलाई के भयो? कलेजबाट घर नगएर यो पाखामा आएर टोलाएर बस्यो कि? हेर न काकी, कलेजबाट आउँदै थिए, आँखामा के पस्यो के निकालो भनेको आँसु पो आयो। नियति, तैँले मलाई थाहा छैन भन्ठाने कि होलिस्? आफ्नो मनभित्रको पीडालाई एकान्तमा बसेर रोएर मन शान्त पार्न खोजेको भन्न। यसरी निराश भएर हुन्छ त लाटी? काकी, मेरो यो अभागी भाग्यमा दुःखै दुःख मात्र लेखेर छ। मलाई त कहिलेकाहीँ आफ्नै जिन्दगी देखेर वाक्कै लागिसक्यो। हेर यस्तो कहिले उमेरमा के सोचे कि हिम्मत गरेर अगाडि बढ्न पर्छ? काकी, तिमी आफै भन न, म कसरी हिम्मत गरौँ? मेरो कुरामा न बुवाले विश्वास गर्नुहुन्छ, न दाइले नै विश्वास गर्छ। अनि आमाको त्यस्तो पारा छ। के गर्छ यस्तो नियति? तेरी आमालाई हामीले भनेको लाग्दैन? तैँले पनि कति अत्याचार सहन पर्ने हो? काकी, उनी मेरो जन्म दिने आमा नभए नि कर्म दिने आमा हुन्। मैले चाहेर पनि केही गर्न सक्दिनँ। हिम्मत गर्न पर्छ नानी। यसरी बाटोमा रोएर बसेर हुँदैन। घर जा, फेरि गाउँलेले देख्यो भने अर्कै अर्थ लाउँछन्। हिँड।
निर्मले हैसे एकदमै भुती भएछ लाला धार लगाइदे ए काकी सधैँ नियति आउँथे आज त तिमी आइछौ नि नियति पढेर आएकी छैन र मास्टर नि मैसा बन्न गएकी अहिलेसम्म आएकी छैन अनि मै आएको काकी पढ्नु भनेको त राम्रो हो नि नियति पढ्छ र त अगाडि बढ्छ बढी अघि कुञ्चाइनीको भित्तो लिप्न कहाँ पुग्ने हो कुन्नी काकी अहिले छोरी मान्छेले पनि त धेरै राम्रा कामहरू गरेका छन् हेर्दै जाऊ एक दिन नियतिले पनि फेरि राम्रो काम गर्छ ल ल भो धेरै बढी गफ नगर त नि छिटो हैसेमा धार लगाइदे मलाई जान बितिसक्यो काकी तिमीलाई एउटा कुरा भन के कुरा हो हुन त म सानो मान्छे यी सानो मान्छेले ठुलो कुरा गरे नभन्न है मलाई कता कता गोपाल काका ठिक लाग्दैनन् काकाको व्यवहार मलाई अनौठो लाग्छ काकी उनको मनभित्र त्यस्तो केही नराम्रो विचार छ जस्तो मलाई लागेको छ त धेरै बोल्दैछ है निर्मले सानो मान्छे भएर सानै कुरा सोच अर्काको बारेमा धेरै सोच्नु राम्रो होइन काकी मैले त मनमा लागेको कुरा मात्र भनेको मैले भने मान्छे हो भने तिमी पनि सजग रहनु अनि नियतिलाई पनि धेरै बाटो बन्न खोज्छ के गर्नुपर्छ त्यो मलाई सबै कुरा थाहा छ तैँले सिकाइरहनु पर्दैन हैसेमा धार लगाइसकेको भए दिन नजान हतार भइसक्यो भाइ बहिनी हो आज हामी हाम्रो पाठभन्दा थोरै बाहिर रहेर कुराकानी गर्छौँ है त हाम्रो पाठभन्दा बाहिरको कुरा भए तापनि हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण विषय हो लैङ्गिक हिंसा अहिले यो समस्या नेपालको मूल समस्या भइसकेको छ आज पनि महिलाहरूले कुनै न कुनै प्रकारको हिंसा भोगिरहेका छन् महिलाहरूले विभिन्न किसिमको हिंसा सहन बाध्य छन् कतिपय हिंसाहरू त घरभित्रबाटै भोगिरहेका छन् घरभित्रबाट भोगेको भए पनि विभिन्न कारणले आफ्नै भित्र दबाउन बाध्य छन् अब महिलाहरूले यस्तो हिंसा सहेर बस्नु चाहिँ हुँदैन नियति ए नियति नियति ए नियति नियति यति धेरै बोलाउँदा नि कुन धुनमा हिँडेको तिमी मैले तिमीलाई चिनेको यत्रो समय भइसक्यो मलाई तिम्रो बारेमा धेरै कुरा थाहा छ त्यो बेलाको नियति र आजको नियतिमा धेरै फरक छ समय परिस्थिति पनि त फरक छ नि सर हिजो म सानै थिएँ आज अलि बुझ्नुभयो सधैँ कहाँ एउटै हुन्छ र धेरै कुरा थाहा नभए पनि यति कुरा चाहिँ भन्न सक्छु कि तिम्रो मनमा अथाह पीडा छ जुन तिमीले भन्न चाहेकी छैन यदि मिल्छ भने तिमीले सरको नाताले भन्दा नि एउटा साथीको नाताले मलाई सबै कुरा भन्न सक्छौ खै के भन्नु र सर भाग्यमा लेखेको लेखान त भोग्नै पर्छ किन त्यस्तो सोचेकी नियति तिमीले तिम्रा हरेक कुराहरू मलाई भन्न सक्छौ तिमीले भन्यो भने तिमीलाई सहयोग गर्न सक्छु तिम्रो मनको पीडा मनमै गुम्साएर राख्यो भने म कसरी सहयोग गर्न सक्छु भन त तिमीले त्यस्तो केही अप्ठ्यारो मान्नु पर्दैन तिम्रो मनमा भएको सबै पीडा मलाई भन्न सक्छौ मलाई ढिला भइसक्यो अहिले आमाले कराउनुहुन्छ म जान्छु
तपाईँले कस्तो बेलामा हामीलाई छाडेर जानुभयो। मेरो के गल्ती थियो र मैले यस्तो सजाय भोग्दैछु? आफ्ना भन्नेहरूले पनि मलाई किन यस्तो गर्दैछन्? कस्तो भाग्य हो आमा मेरो। न कसैले मलाई बुझ्छन् न त मेरो कुरा नै सुन्छन्। म के गरौँ आमा, म के गरौँ? नियतिले यो नियतिको भाग्य किन यस्तो दुःख लेख्यो? ल हेर, यो त घरमा काम गर्दैछ होला भनेको त यहाँ आएर पो टोलाएर बसिरहेको छ। होइन छोरा, तँलाई के भएर टोलाएर बसेको? केही भएको छैन आमा। 2-4 दिनदेखि तँलाई धेरै चिन्तामा देखिरहेको। के भएको छ छोरा, भन्न। आमा, मलाई कहिलेकाहीँ हामी पनि धनी भइदिएको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्छ। होइन, यो धनी र गरिबको कुरा चाहिँ कहाँबाट निस्क्यो? तँलाई कसले केही भनेको छ कि? भन्न त कसैले पनि केही भनेका छैनन्। धनी भइदिएको भए हामीले पनि चाहेका सबै कुरा पाउँथ्यौँ नि। त्यो तेरो भ्रम मात्रै हो बाबु। धनीहरूले नि सोचेको कुरा सबै कहाँ पाउँछन् र? छोड दे, त्यस्ता कुरा नसोच। गरिन् तिमी जाऊ, म आउँछु। पुरुक्कै धेरै सोचेर बस्ने होइन। के भयो नियति? किन रोएर बस्यो? केही भएको छैन सर। किन झुट बोल्छौ? तिमी एक्लै रोएर बसेको देखेर त म आएको। आँखामा धुलो बस्यो सर, त्यसैले आँखा मिच्ने आँसु आयो। तिम्रो मुखले झुट बोले पनि तिम्रो आँखाले झुट बोल्दैन नियति। हेर, यसरी सधैँ मनको कुरा मनमै लुकाएर बस्यो भने मलाई कसरी थाहा हुन्छ भन त? मनमा जे छ नलुकाइ भन। फेरि मैले सहयोग गर्छु भनेकै छु त। कति सहेर बस्छौ तिम्रो आमाको यता? तिम्रो बारा दाइलाई यो कुरा किन भन्दैनौ? फेरि मैले भनेको मानेको भए आज यो दुःख भोगेर बस्नु पर्दैन थियो। तपाईले भने जस्तो सजिलो कहाँ छ र सर? फेरि म मेरी आमाको त्यो सपनालाई लत्याएर हिँड्न पनि त सक्दिनँ। मैले तिम्रो आमाको सपनालाई लत्याउ भन्न खोजेको होइन नियति। तिमीले पाएको दुःख देख्न सक्दिनँ म। होइन, यिनीहरू के कुरा गर्दैछ? नियतिले राकेश सरलाई के भन्दैछ? फोन आयो। हेलो आमा, नमस्ते। के मान्नु भएछ बाबु? सन्चै हुनुहुन्छ आमा? सन्चै छ बाबु। अनि तँलाई कस्तो छ नि? मलाई ठिक छ आमा। अनि बुवा र बहिनीलाई नि? बुबा त बाहिर छन् नि। नियतिलाई पनि ठिक छ बाबु। बहिनी कता गएकी छे?
यहाँको धारो बिग्रेर अलि तल पानी लिन गएकी छ। सुन्न बाबु, अलिकति पैसा चाहिएको थियो। स्यालेर आउन 5 दिन बाँकी छ, आएपछि हालिदिन्छु नि। हे आमा। हुन्छ बाबु। बाबु, अहिले म बाख्राको धन्दा गर्दैछु, तँसँग बेलुका कुरा गरौँला नि हुन्न? आफ्नो चाहिँ राम्रोसँग ख्याल गर्नु नि, बिरामी पर्लास् है बाबु। हुन्छ आमा, नियतिले पनि सम्झेको छ भनेर भनिदिनु है। ल ल ल बाबु। हेर हेर, यो भोको पेटमा मेरी छोरीले कति काम गरे कि। नियति, ठुलो बुवा, मलाई यसरी छोएको राम्रो लाग्दैन। म तेरो बाउ हुँ। तैँले बाउलाई नराम्रो सोचे कि? बाउले छोरीलाई कसरी छुन्छन् कसरी छुँदैनन् त्यो मलाई राम्रोसँग थाहा छ। हेर्नुहोस् ठुलो बा, मलाई यस्तो गरेको मन पर्दैन। अरूको अँगालोमा बाँधिँदाखेरि तँलाई नराम्रो भएन, तर मैले छोरी भनेर छुँदाखेरि मायाले तँलाई नराम्रो लाग्यो। ठुलो बा, यस्तो नचाहिने कुरा नगर्नुहोस्। मलाई तेरो र राकेश सरको चर्तीकला केही पनि थाहा छैन भन्ठानी के होलिस् तैँले, तर मलाई तिमीहरू दुईजनाको चर्तीकला पुरै राम्रोसँग थाहा छ। अब तेरो बोली बन्द भयो होइन? त मेरो छोरी होस् र मेरो पनि हक लाग्छ। अलि विचार गरेर हिँड। अनि तँलाई थाहा छ, छोरी भनेको कुखुराको अन्डा हो, फुटेपछि काम लाग्दैन। तपाईँले भनिराख्नु पर्दैन। के सही के गलत त्यो मलाई राम्रोसँग थाहा छ। अनि कसको नियत कस्तो छ त्यो पनि मैले राम्रोसँग बुझेकी छु। दुधको साथी बिरालो बन्न नखोज्नु। आफूभन्दा ठुलासँग मुखमुखै लाग्ने भएकी छेस् नियति, यो राम्रो होइन। घरको छोरी भएर बाआमाको इज्जतको ख्याल गरिस्। आफ्नै छोरीलाई कुदृष्टि लगाउने तपाईँको नियत चाहिँ राम्रो। इज्जतको ख्याल मैले होइन तपाईँले चाहिँ राख्नुहोस् ठुलो बा। हेर हेर पाप बोले कि होइन हो, मैले तँलाई कहिले कुदृष्टि लगाएँ? मुखमा जे आयो त्यो नबोल। मलाई तपाईँको नियत राम्रोसँग थाहा छ। बाउ हौ, त्यसैले मुख बन्द गरेर बसेको छु। नत्र भने मलाई पनि थाहा छ तपाईँ जस्तो मान्छेलाई के गर्नुपर्छ भनेर। खोइ बाटो छोड्नुहोस्। तेरो पखेटा पलाएछ नियति। अब मैले तेरो यो पखेटा नकाटी भएन, नत्र भने हाम्रो इज्जत। आमा, मलाई किन हो किन छोटो बाको व्यवहार पटक्कै मन पर्दैन। उहाँले छुएको, उहाँले हेरेको, बोलेको मलाई पटक्कै मन पर्दैन। ओइ, तैँले के भन्नु खोजे कि? ओ आमा, ठुलो बाले मलाई नराम्रोसँग छुनुहुन्छ अनि त्यस्तै व्यवहार। यस्तो कुरा मसँग गरिहालिस्, अरूसँग चाहिँ नगर्नु। आफ्नो ठुलो बाबाले माया गर्दा पनि तँलाई यस्तो हुन लाज लाग्दैन? लाज त ठुलो बालाई लाग्नुपर्ने होइन, आफ्नै छोरीलाई पनि ठुलो बाले। हेर्ने यति त आज भोलि धेरै कुरा बोल्ने भएकी छस्। के बोल्दा के हुन्छ, के बोल्दा के हुँदैन, राम्रोसँग सोचेर बोल।
ठुलो बाबाले छोरीलाई माया गर्दा ठुलो बाबा माथि नै माया नि त्यस्तो हुन्छ र? सौतिनी भए पनि म तपाईँकी छोरी हो। एकचोटि मेरो कुरा विश्वास त गरेर हेर्नुहोस्, मैले झुट बोलेकी होइन। तेरो यस्तो ठाउने कुरामा मलाई विश्वासै छैन। आमा, मेरो कुरामा तपाईँलाई विश्वास नभए पनि ठुलो बाले तपाईँलाई छुएको हेरेको तपाईँलाई सही लाग्छ? तपाईँलाई नै गलत नियतले हेर्नुहुन्छ, नराम्रोसँग छुनुहुन्छ। एकचोटि सोच्नुहोस् त। बिहान चाँडै घाँस लिन जानु पर्नेछ, थाहा होला नि तँलाई। आमा, लाटी त रोएको? दाइ, बुबा पनि सहर, तँ पनि बाहिर जाने। मलाई कस्तो नरमाइलो लागिरहेछ। त के गर्छस् त? रहर होइन बाध्यता हो, विदेश जानुपर्ने। तँलाई साथी आमा हुनुहुन्छ नि। दाइ, मेरो लागि आमा हुनु नहुनु उस्तै हो। त्यस्तो हुनुहुन्न नानी। हामीले आमाले आफ्नै छोराछोरी सम्झेपछि हामीले आफ्नै आमा सम्झिनुपर्छ। तैँले देखेको छस् त आमाले मलाई कस्तो व्यवहार गर्नुहुन्छ भनेर। आमाले हाम्रै भलोको लागि हामीले कराउनुहुन्छ। त चिन्ता नगर, म आमालाई राम्रोसँग सम्झाइदिन्छु। म विदेश गएपछि तँलाई राम्रो गर्नुहुन्छ। नियति, आज पनि तिमीलाई ठुलै पिर परे जस्तो छ नि। पिर भन्दा पनि आज आमाको धेरै याद आइरहेको छ। आमाले किन मलाई यसरी छाडेर जानुभयो भनेर उहाँसँग धेरै प्रश्न सोध्न मन लागेको छ। जो हाम्रो साथमा हुँदैन उनीहरूकै याद धेरै आउने गर्छ, तर जो साथमा हुँदैन उनीहरूलाई सम्झेर रोएर बसेर पनि त हुँदैन नि लाटी। फेरि आमालाई प्रश्न गरेर तिमीले जवाब पाउँछौ र? सर, थाहा छैन किन मेरो भाग्यमा मात्र यति धेरै दुःख लेखेको छ। जति गरे पनि किन मैले मात्र अभ्यास पाउँछु। नियति, मैले भनेको छु नि तिमीले कुनै चिन्ता लिनु पर्दैन भनेर। म तिमीलाई जन्म जन्म साथ दिन्छ, मात्र तिमीले मलाई साथ दिनुपर्छ। मलाई पनि यहाँ यसरी बस्न कहाँ मन छ र? तर पनि बुवा र दाइलाई दिएको वचनले मलाई यहाँ बस्न बाध्य पारेको छ। म तिम्रो कुनै पनि निर्णयमा बाधक बन्न चाहन्न नियति, तर म तिमीलाई आफूलाई भन्दा बढी माया गर्छु। त्यसैले तिमीलाई दुःखमा देख्न पनि त सक्दिनँ। बुवा र दाइ आइसके पछाडि केही न केही त पक्कै ठिक होला नि। तिमी आफै बुझ्दैछौ नि, मैले केही भनिराख्नै पर्दैन। बस यति भन्छु कि केही हुनुभन्दा अगाडि तिमी आफू सचेत रह। जिन्दगीले नि किन यस्तो बाटो डोर्याउँछ सर? जता हेरे नि अँध्यारो नै अँध्यारो देख्छु। दुखी नबन नियति, तिम्रो भाग्यमा पनि एक न एक दिन अनगिन्ती खुसीहरू आउनेछ। मात्र तिमीले प्रतीक्षा गर्नुपर्छ। सर, म घाँस काट्न जानुपर्छ। अहिले आमा आउनुभयो भने कराउनुहुन्छ। हिँड, म पनि तिमीलाई घाँस काट्न सघाइदिन्छु। भो पर्दैन, म काटिहाल्छु नि। जहाँ अब एक डुको घाँस त हो। घाँस त बहाना मात्र हो। घाँस काट्ने न्युमा तिमीसँग केही समय बस्न त पाइन्छ।
भित्र खाना बनाइदिएको छु गएर खा। अनि सुन त कुँडीमा दुध पनि छ त्यो पनि खाए। मैले के गरेँ? बुझेर पनि नबुझे जस्तो नगर्नु सर। तपाईँले जे गर्नुभएको छ त्यो गलत गर्नुभएको छ। तिमीले के कुरा गरिरहेछौ? मैले बुझिनँ। कुरा के हो? प्रश्न भन। नियतिको पछि किन लाग्नु भएको छ? यसरी आफैले पढाएको विद्यार्थीको पछि लाग्नु राम्रो काम होइन सर। तपाईँले नियतिबाट के पाउन खोज्नु भएको छ त्यो मैले राम्रोसँग बुझेको छु। त्यो तिम्रो चासोको विषय होइन। म नियतिको किन पछि लागिरहेको छु र म के चाहन्छु त्यो तिमीले थाहा पाइराख्नुपर्छ जस्तो मलाई लाग्दैन। चासोको विषय छ सर। तपाईँ यो गाउँको पाहुना हो र नियति यो गाउँको चेली हो। यसरी यो गाउँको चेलीसँग हिमचिम बढाउनु राम्रो काम होइन। मैले कहिले पनि यो गाउँ र यो गाउँको मान्छेलाई पराई सम्झेको छैन र सम्झिन पनि चाहन्न। त्यसैले निर्मल मलाई कहिले पनि पाहुना भनेर नभन्। सर तपाईँको काम भनेको पढाउने हो र विद्यार्थीलाई सही बाटो देखाउने हो। यसरी आफैले बाटो बिगारेर हिँड्ने होइन। मलाई तिमीले मेरो काम सम्झाइराख्नु पर्दैन। मलाई मेरो काम राम्रोसँग थाहा छ। तिमीले सम्झाउने नै हो भने नियतिको ठुलबा र उसको आमालाई सम्झाउन सक्छौ। परि आए उनीहरूलाई राम्ररी सम्झाउन सक्छु र तपाईँलाई पनि। सर तपाईँ आफ्नो हातमा बस्नुहोस्। यो नै तपाईँको लागि राम्रो हुन्छ। आइन्दा नियतिको पछि लाग्नुभयो भने राम्रो हुने छैन। नानी के भयो तँलाई? किन रोएकी? नियति नानी किन रोएकी भन् त? दाइ यहाँ घरमा केही ठिक छैन। के भएर घरमा? आमाको कुनै पनि कुरा मलाई राम्रो लाग्दैन दाइ। त्यसैले त छिट्टै नेपाल आइज। होइन के भन्छ यो? आमाले के गर्नुभयो? जे भए पनि त छिट्टै नेपाल आइज। घर आएपछि तँलाई सबै कुरा थाहा हुन्छ। त नाति नानी अब म आउन 2 महिना मात्र त बाँकी हो। त्यसपछि म घर आउँछु अनि सबै ठिक भइहाल्छ नि। हेर त चिन्ता नगर, म आमालाई राम्रोसँग सम्झाइदिन्छु। नत्र ठुलबाले भन्छु नि त आमालाई राम्रोसँग सम्झाइदिनु भनेर। आमालाई सम्झाएर केही फाइदा छैन दाइ। आमा र ठुलबा त बाबु छोरा विजय तँलाई कस्तो छ बा? मलाई त ठिक छ आमा। नियतिले के भयो? किन रुँदै थिए त? घरमा केही पनि ठिक छैन भन्दै थिए त। ए मलाई पनि ठिक छ। कुनै पिर लिनु पर्दैन तैँले। आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर है। तँलाई त थाहा नै छ नि यस्तो बानी। तिमीहरू बाउ छोरालाई सम्झेर सधैँ रुने गर्छे। बाउलाई पनि छिट्टै आउनुहोस् भनेर फोनमा रुँदै थिए। ए बाबु तर बाउको साह्रै ख्याल गर्छ है यसले। त्यसले किन हाम्रो चिन्ता लिनु पर्यो? अब 2 महिनामा त म आइहाल्छु। ल ल बाबु म पनि एकछिन बजार जानु छ अनि भोलि फेरि कुरा गरौँला नि। तर मौन
हेलो अचम्म छ बा तेरो प्यारो दाजुलाई मेरो भाक्का नभएका कुरा लगाकी होइन आमा मैले जे देखेँ त्यही त भनेकी हुने तपाईँले ठुल्बासँग त्यस्तो के गर्नुभएको तपाईँले गलत गर्नुभयो आमा हुँदा हुँदा त मलाई मेरै छोरासँग कुरा लाउने भइस होइन तँलाई त निकै जवानी चढेको रहेछ अब तेरो जवानी म चाड्छु होइन निर्मलले कि तैँले के गरेको हँ मैले एउटा खुकुरी बनाएको थिएँ काका यो खुकुरी कति लाग्ने रहेछ भनेर देखाउन खोजेको क्या तिमीलाई तैँले बनाएको खुकुरी तँलाई नै थाहा होला नि कतिको लाग्छ भनेर अब यसरी मलाई देखाएर हुन्छ ए काका मैले कतिको लाग्ने खुकुरी बनाउन सक्छु भन्ने त मलाई थाहा छैन नि तिमीलाई पनि देखाउन खोजेको नि मैले कतिको लाग्ने खुकुरी बनाउँछु भनेर मलाई चाहिँ तैँले किन देखाउनु पर्यो हो त्यो किन हुनु नि काका यो खुकुरीले बाटो बिराएकाहरूलाई सही बाटोमा ल्याउने काम गर्छ के तिमीलाई पनि देखाउन खोजेको मैले कतिको लाग्ने खुकुरी बनाउन सक्छु भनेर तैँले भन्न खोजेको के हो हेर काका म सुन्दैछु तिमीले बाटो बिराउँदैछौ रे त्यसैले मैले तिमीलाई सम्झाउन मात्र खोजेको बेलैमा बुद्धि सपार होइन भने तिम्रो गर्दन र मेरो यो खुकुरीले बेकारमा दुःख मात्र पाउला त नाथेले मलाई धम्की दिएको तेरो त्यो धम्कीले म डराउँछु जस्तो लाग्यो मेरो यो खुकुरी तिम्रो गर्दनमा पुगेपछि थाहा पाउँछौ मैले धम्की दिएको कि साँच्चीकैको भने भनेर हेर काका तिमीले नियतिलाई धेरै दुःख दिँदैछौ रे यो काम बन्द गर नत्र राम्रो हुन्न नि ए त्यसले भनेपछि अब गुन्डा पनि उठाउने भयो होइन त आफ्नै छोरीमाथि कुदृष्टि लगाउने तिमी जस्ता पापीलाई छप्काउनलाई गुन्डा पनि रहनु पर्दैन काका यो कुराले तिमीले नियतिलाई केही गर्यो भने नि मेरो यो खुकुरी सिधै तिम्रो गर्दनमा पुग्छ याद गर ए नानी कता जानु लाग्यो कि त्यही माथिसम्म हिँडेको बाजे अनि तपाईँ चाहिँ टाढै जानु लाग्नु हो म चाहिँ भन्ज्याङसम्म पुगेर आएको नानी साँच्ची नानी रिसाउँदिनौ भने एउटा कुरो सोध्न मन थियो नानी गाउँघरतिर तिम्रो आमा र ठुलो बाउको नराम्रो गाई गुई हल्ला सुनेको थिएँ कुरो के हो खै बाजे मलाई त त्यस्तो केही थाहा छैन फेरि गाउँलेहरूको बानी थाहा छ त तपाईँलाई नभएको कुरा नि हो जस्तै गरेर हल्ला फैलाउँछन् हावा नचलिकन त पात हल्लेको पक्कै होइन होला बाजे ठुल्बा हाम्रो घरमा आउँदैमा त्यस्तो नराम्रो केही सोच्नुपर्छ र फेरि उहाँले हाम्रो हरेक दुःख सुखमा साथ पनि त दिनुभएको छ यदि उहाँको बारेमा कसैले नराम्रो भन्छ भने त्यसको सोच नै गलत हो तिमीले भनेको पनि सही हो तर पनि केही गडबड छ भने बुवालाई बोलाइहाल है नानी फेरि पछि अनर्थ होला नि बाजे त्यो सब हल्ला मात्रै हो त्यस्तो केही छैन ए त्यसो भए त राम्रो नि नानी मैले यस्तो कुरा सोधेँ भनेर नराम्रो नमान है मरिसकेकी छैन बाजे तपाईँले गाउँमा जे सुन्नुभयो त्यही त मलाई आएर सोध्नुभयो नि किन रिसाउनु ए ल त्यसो भए म जान्छु है अहिले ए नियति त
आन्टीले हिजो मात्र हँसिया अरचापेर लानुभएको थियो के लिएर आइस त कहिले हिजो राकेश सरलाई भेटेको थिइस् भेटेको थिएँ किन के भएर मैले सरलाई के भनेको थिइस् मैले सरलाई सम्झाएको मात्र हो मैले के त्यस्तो गरिस् हेर्ने यति सरले तँलाई के भन्नुभयो त्यो मलाई थाहा छैन तर म तँलाई यही भन्छु कि तँ सरसँग टाढै बस त को होस् मलाई यो सब भन्ने त साथी होस् साथीकै ठाउँमा बस मैले के नराम्रो भनेको छु र त यस्तो भन्दैछस् हेर राकेश सरसँग मेरो कुनै रेसिपी छैन उहाँ टिचर हो त्यसैले उहाँ टिचरको ठाउँमा बस्नुपर्छ मात्र भनेको हुँ अनि फेरि तँलाई त्यो तल्ला घरको काकीको कथा थाहा छँदैछ नि अरूको कथा बेथा मलाई केही थाहा छैन आइन्दा तैँले राकेश सरको बारेमा केही नराम्रो नभनिस् किन नभन्ने गलतलाई गलत भन्न किन डराउनु फेरि मैले राकेश सरको बारेमा यस्तो भन्दा तँलाई किन रिस भयो के सम्बन्ध छ तिमीहरूको त किन राकेश सरको पक्ष लिँदैछस् नि यति जेसुकै होस् तँलाई किन चाहियो हेर म फेरि पनि भन्छु यस्ता नचाहिँदा कुरा नगर मलाई थाहा छ नि यति तैँले राकेश सरलाई माया गर्छस् म पनि तँलाई माया गर्छु तैँले मेरो मायालाई कहिले बुझ्छस् त्यसरी आफूले माया गरेको मान्छेलाई अरूको अङ्गलामा म कसरी हेरौँ बुहारी तिमीले त्यो नियतिलाई अलि गाली गर्नुपर्ने भएको छ किन र दाइ के गरि नियतिले तिमीले के पो गरिन भने त्यसको चालामाला मलाई अलि निको लागेको छैन त्यसको त्यो लसपस छ नि राकेश सरसित छ जस्तो लागेको छ मलाई कम्ती कि त्यो विजयलाई त कुरा लाउन भ्याइसकेछि भने तपाईले भन्नुभएको कुरा साँचो हो र दाइ ओके मैले किन चुप कुरा बोल्थे त्यस्तै हो भने त्यसले हाम्रो यो नाकै काट्न बेर लगाउँदैन बुझ्यौ कहाँ गइराखी त सुनिनुहोस् भनेको कहाँ गइराखी त सुनिनुहोस् मैले भनेको कहाँ गइराखी त हेर है नि यति आज भोलि तेरो चालामाला ठिक छैन गाउँलेले भनिरहेछन् कसको चालामाला ठिक छ कसको चालामाला ठिक छैन त्यो बिस्तारै थाहा हुँदै जानेछ आमा अनि गाउँमा कसको बारेमा कस्तो हल्ला चलेको छ त्यो पनि मलाई राम्रोसँग थाहा छ नियति त आज भोलि धेरै बोल्ने बाँकी छस् आफ्नो बोलीमा लगाम लगाए होइन भने जिब्रो थुत्न नपरोस् बुहारी यसरी छोरीलाई गाली नगर बढेकी छोरीलाई यसरी गाली गर्नुहुन्न के मायाले सम्झाउनु पर्छ दुधको साथी बिरालो नबनुस् ठुलो बा तपाईलाई मैले राम्रोसँग चिनेको छु म नहुँदा आमालाई कुरा लगाउने म हुँदा सम्झाए जस्तो गर्ने मलाई सबै थाहा छ को कस्तो छ भन्ने कुरा देख्यौ त यसले तिमीले भनेको पनि नमान्ने भइसक्यो उड्न लागेकी चरीको पखेटा कसरी काट्न पर्छ त्यो मलाई राम्रोसँग थाहा छ एक बोल गर्नु त एउटा कुरो थाहा जानु तपाईँलाई त्यो राधिका बाबु र गोपाल काकाको भाइ के तिनीहरू दुईजनाको त के लक्ष्य रहेछ नि आमा गाउँभरि हाल्ला छ त हो अब बुढो कता छोरो कता अन्थ्यो उसलाई के हो कलियुग के कलियुग है के हुन्छ होइन के
छोरी भन् त तपाईलाई कस्तो छ? मलाई त ठिक छ। तपाई घर कहिले आउनुहुन्छ? तँलाई थाहा छ त मेरो काम। हेर म भन्ने बित्तिकै कान निस्कन सक्छु र। एकपटक घर आउनु राम्रो हुन्थ्यो। किन के भयो भन् त? के भयो छोरी तँलाई? बुवा घरमा आमाको राम्रो चाला छैन। आमा र ठुल बाबाको बारेमा गाउँमा धेरै नराम्रो हल्लाहरू चल्न थालेको छ। त्यसैले तपाईँ घर चाँडै आउनुहोस्। तँ यो के भन्दैछस्? मैले आफ्नै आँखाले पनि कति कुराहरू देखेको छु। दाइले मेरो कुरा विश्वासै गर्दैन। त्यसैले तपाईँ चाँडै घर आउनुहोस् बुवा। चिन्ता नगर छोरी, म कुरा गर्छु त्योसँग। म पनि चाँडै आउँदैछु, सब ठिक हुन्छ। अहिले फोन राख्छु है। हेलो हेलो, अनि घरको के छ नि खबर? यता त ठिकै छ, तपाईको चाहिँ के छ नि त्यता? मेरो ठिकै छ। राधिका, म सुन्दैछु घरतिरको चालमाला ठिक छैन रे। छोरीले मलाई रुँदै फोन गरेको थिए, भन्दै थिए तेरो चालमाला ठिक छैन रे। तपाईकी छोरी जवान भइसकि मैले भनेको फिटिक्क केही मान्दिन, सबैतिर हल्ला खल्ला फैलाइसक्यो। मैले तँलाई मेरो छोराछोरीलाई नराम्रो गर भनेर ल्याएको होइन। यदि छोरीले भनेको कुरा सही रहेछ भने राम्रो हुने छैन। त्यस्तै लाग्छ भने एकपटक घरमै आएर बुझ्नु न। त्यस्तै अर्कोलाई आरोप लगाउन पाइन्छ? हावा नचलिकन पात हल्लिँदैन भन्ने कुरा तँलाई राम्रै थाहा छ नि। कहिले काहीँ त मान्छेले हल्लाएर पनि त रुखको पात हल्लिन्छ नि, थाहा छैन तपाईँलाई? दुनियाँ केटासँग लट्ठारिएर हिँड्ने चाहिँ त्यो, अनि भाक्का नभक्का मेरो विषयमा कुरा गर्न चाहिँ लाज लागेन छ त्यसलाई? स्वर ठुलो गर्दैमा गल्ती लुक्दैन राधिका। नियति आफैले तेरो कस्तो देखेकी छ रे। म आउँदैछु। आउनु आउनु, को सही को गलत सबै थाहा भइहाल्छ नि। मैले मेरो छोराछोरीको आँखामा आँसु देख्नु नपरोस्। जुन बाचा गरेर तैँले मसँग बिहा गरेकी थिइस् त्यो बाचा पुरा गर। अहिले मैले फोन राखेँ। खाली घाँसे घाँस खोज्छस्? ल ओरालो पनि खा न। फेरि बचिया बर्बाद भयो। बर्बाद? के भयो त्यस्तो? है त के भयो? त्यो नियतिले हाम्रो बारीका भाका नभाका सबै कुरा भाइलाई पोल लगाइछ। हो र? हेर बुहारी, यदि नियतिले हाम्रो बारेमा सबै कुरा थाहा पाइसकेकी छ भने त्यो हाम्रो लागि निकै घातक हुन्छ। र झन् उसले भाइलाई नै भनेकी हो नि त, हामीले यो बारेमा धेरै सोच्नु पर्छ। आफ्नै आँखाले देखाओ भनेर सारा कुरा पोल लगाइछ, अब बर्बादै भयो। के भन्नु र? हेर दुलै, अब यस्तै हो नि त, हामीले नियतिको बारेमा के सोच्नै पर्ने भयो। अब के गर्ने होला? तिमीले कुनै चिन्तै लिनुपर्छ। नियतिले हाम्रो बारेमा थाहा पाउनु भनेको त्यो तिमीलाई मात्र समस्या पर्ने होइन, त्यो समस्या मलाई पनि पर्छ। अब मैले यस बारेमा बलियो योजना बनाउनु पर्छ। दाइ, हामीलाई पछि समस्या पर्ने
के काम गर्नु हुँदैन है। मैले भने नि तिमी चिन्ता नगर, जे गर्छु म गर्छु, तिमीले बस मलाई साथ मात्र दे पुग्छ। पहिला सर म दिइहाल्छु नि। निर्मल, तिमीले नियतिलाई देखेका छौ? सर, मैले तपाईँलाई भनेको होइन नियतिको पिछा लाग्न छोडिदिनुहोस् भनेर। फेरि पनि तपाईँ हेर, आज तिमीसँग बहस गर्ने मुडमा छैन म। मेरो कुरा बुझ्ने कोसिस गर निर्मल। मैले तपाईँको कुरा राम्रोसँग बुझेको छु सर। नियतिमाथि ठुलो समस्या पर्दैछ। नियतिको पछि लाग्न छोड्नु भएन भने नियतिलाई होइन तपाईमाथि चाहिँ ठुलो समस्या पर्न सक्छ। कस्तो कुरा नबुझेको यार तिमीले? मैले तपाईँले जस्तो धेरै त पढेको छैन सर, तर तपाईँहरू जस्ताको नियत मलाई राम्रोसँग थाहा छ। तिमीलाई मैले कुरा बुझाएर सक्दिनँ निर्मल। सर, मैले भनिदिएको छु नियतिको पछि लाग्न छोडिदिनुहोस्, नत्र राम्रो हुन्न। विश्वास गर्दैन भन त। तँलाई पछि सम्झेर मेरो कुरालाई ध्यान दिएन मैले। तैँले हद पार गरिसकिस्। भाइ, मैले कुनै पनि कुराको हद मागेको छैन। जे कुरा मैले गाउँमा सुने अनि आफ्नो आँखाले देखे त्यही भनेको। त धेरै मातेकी छिस्। आमाले मलाई सबै कुरा भनिसक्नु भएको छ। यस्तै कुरा गरिस् भने राम्रो हुन्छ। तेरो यो बच्चापना छोडिदिनु। आफ्नै आमा र ठुलबालाई यस्तो आरोप लगाउन लाज लाग्दैन तँलाई? म तँलाई कसरी सम्झाऊ? आमाले के भने तँलाई त्यो मलाई थाहा छैन, तर सत्य यही हो जुन मैले भने। गाउँलेहरूले भनेका कुरा झुट होला, तर मैले आफ्नै आँखाले देखेको कुरा कसरी झुट हुन्छ? मैले भने नि, अबदेखि यो कुरा यही बन्द गर। अबदेखि म यो कुरा सुन्न चाहन्न। नमस्कार है दुवैजनालाई। तपाईँहरूले नियतिलाई देख्नुभयो? होइन के हो, गोपाल दाइले आमा चाहिँले खोज्नु, तपाईँले नियतिले खोज्नु, के हो तपाईँको पारा ठिक होइन? तपाईँहरू हरेक कुरालाई किन गलत तरिकाले बुझ्नुहुन्छ? खै हाम्रो बुझाइ गलत हो कि तपाईँहरूको नियत गलत हो, केही बुझ्नै सकिनँ भने होइन नभए के मतलब हो भने यसमा तपाईँहरूकै सोचाइ गलत छ। तपाईँहरूले जे सोच्नु भएको छ त्यस्तो केही पनि होइन। कहाँ गयो? यीको हतारिनी काइँले यो उकालो उक्लेर आउँदाखेरि सुवा मात्र आएको। जे लाग्ने हो तिमीहरूको आमा छोरालाई मात्र लाग्ने रहेछ। छोरो चाहिँ खुकुरी तेर्साएर तर्साउँछ, अब आमा चाहिँ विभिन्न शङ्का गरेर बस्यो।
सोधेको तपाईँ होइन सोध्दै मरिसानु खोइ त मैले त केही पनि देखिनँ त मान्छे के कामले हिँडेको हुन्छ त्यत्तिकै हतालिएर त्यही भएर हतारेर हिँडेको होला होइन ओ काइले म चाहे हतारेर हिँडौँ या नहतारिकन हिँडौँ तँलाई चाहिँ के को खसखस के भयो किन रोएको तिमी सर किन कोही पनि मेरो कुरामा विश्वास गर्दैन मैले बुवा र दाइलाई सबै कुरा भनिसकेँ खाली आमाको कुरा मात्रै विश्वास गर्नुहुन्छ तिम्रो आमाले भए नभएको कुरा लगाएको भएर तिम्रो विश्वास नगरेका हुन् नियति तिम्रो आमा र ठुलबाको चाल ठिक लागेको छैन मलाई मैले बुवा र दाइ दुबैलाई भनेकी हुँ उहाँहरू मान्ने हुन्न म के गरौँ मेरो विचारमा तिमीले अब त्यो घरमा बस्न उचित छ जस्तो लाग्दैन नियति तिम्रो आमा र ठुलबालाई उनीहरूको बारेमा तिमीलाई सबै कुरा थाहा भयो भन्ने भइसक्यो त्यसैले तिम्रो बुवा र दाइ नआएसम्म तिम्रो कोही आफन्तको घरमा गएर बस त्यही नै राम्रो हो सर मैले बुवा नआएसम्म घर छोड्न मिल्दैन तिमीलाई खतरा छ नियति त्यो घरमा धेरै भए आमाको पिटाइ खाउँ त्यो त पहिला पनि थाहै थियो ठुलो बुवाले कराउन त्यो पनि सहन तर दाइले बुवा नआउँथ्यो त्यो घर छाड्दिनु नियति हिजोसम्म त मलाई कुनै डर लागेको थिएन आज जब उहाँहरूलाई कुरा गरेको देखेँ मलाई तिम्रो धेरै चिन्ता लागेको छ तपाईँ डराउनु पर्दैन सर मलाई केही पनि हुँदैन तिमीलाई माया गर्छु त्यसैले डर लाग्छ म त डराएको छुइनँ तपाईँ किन डराउनुहुन्छ आज किन मन डराइरहेको छ किन यो मनले केही अनहोनी हुँदैछ भन्दैछ आज किन छटपटी भइरहेको छ किन आज बहिनीको याद यति धेरै आइरहेको छ एक पटक फोन गर्नु पर्यो The subscriber is currently switched off. बहिनीको मोबाइल पनि आउँछ आमाले कल गरौँ होइन होइन सुतेकी होलिन् के गर्ने होला हेलो आमा दर्शन सन्चै हुनुहुन्छ भाग्यमानी भएस बाबु मलाई त सन्चै छ अनि तँलाई मलाई सन्चै छ आमा अनि यति कता छ त्यसको त फोन पनि अफ छ त खोइ बाबु
मैले त बिहानदेखि देखेकै छैन। कलेज जान अबेर हुन्छ भनेर होला बिहानै खेतमा घाँस काट्न गए कि किन र? केही काम थियो नीतिसँग? आज किन हो किन एकदम मन डराएको छ आमा। सपना पनि नराम्रो देखे, त्यही भएर नियतिसँग बोल्न खोजेको। सपनाको कुरालाई पनि विश्वास गरेर हुन्छ त लाटा? घाँस काट्न गएको नि फेरि यहाँ गाउँमा बत्ती पनि छैन, मोबाइल चार्ज नभएर अफ भएको होला। त्यो त हो आमा, तै पनि नराम्रो सपना देखेर डर लाग्यो। ल क्या ल, त पनि धेरै चिन्ता नगर, नियति आउने बित्तिकै फोन गर भनिदिन्छु। नबिर्सिकन भनिदिनुहोस् है आमा। हुन्छ भने त फेरि बेलुका कुरा गरौँला। अहिले नियतिलाई कलेज जानु ढिला हुन्छ, खाना पाकेन भने भोकै जान्छ। होइन है बुवा, के भयो तिमीलाई? पुरै नुन खाएको कुखुरो जस्तो झोक्राएर बसिरहेको छौ। के हो नियति बिहानदेखि निस्केको घरबाट कि कहाँ गएको कता गएको अत्तो पत्तो छैन। यति सानो कुरामा के चिन्ता लिएर बढेकी छोरी कतै साथीकोमा गएकी होली नि त, फर्केर आइहाल्छ। आजको दिनसम्म नियति कहिले पनि यसरी कहीँ कतै गएकी छैन। विजयले पनि 3-4 चोटि सपना देख्यो भनेर फोन गरिसक्यो। होइन, आखिर त्यो गई चाहिँ कहाँ? हेर बुहारी, नियति जहाँ गएको भए पनि ऊ राम्रै ठाउँमा गएकै हुनुपर्छ। हो नि बुहारी, अब नियति हाम्रो यो बिचमा नआएकै राम्रो पनि हुन्छ। दाइ, तपाईलाई थाहा छ नियति कहाँ गएकी छ? जे गर्नुपर्छ त्यसको बन्दोबस्त म आफै गरिहाल्छु। कसैले तिमीलाई सोधिहाल्यो भने मलाई के पनि थाहा छैन भन्दियो, खेल खत्तम। दाइ, हामी फस्न सक्छौँ। हामी फस्न सक्दैनौ हो। तिमी यसरी डराएर बस्यो भने चाहिँ हामी फर्न सक्छौँ। तिमी केही पनि नहात त बाँकी सब म सम्हाल्छु, बुझ्यौ? सुन त, हुर्केकी छोरी भागी भन्दियो, तिमी ढुक्कले बस। ल म गएँ, बुझ्यौ? आखिर यिनीहरूले के कुरा गरे? राधिका काकी पनि डराएकी छन्। पक्कै पनि केही न केही गडबड त छ है। नियति, हो म तपाईकी प्यारी छोरी नियति। होइन, तैँले यो के हालत बनाएर राखी? मलाई होइन आमा, यो प्रश्न तिमीसँगै एउटै ओछ्यानमा सुन्ने यो पापीलाई सोध। मेरो यो हालत कसरी भयो भनेर। तँ यो के भन्दैछिस् नियति? अझै बुझिनौ? चोटि यो रगतले लतपतिएको मेरो सही लिएर यो पाप
पापीले लगाएको चोटहरूको यी दाग लाएर तिमीले राम्रोसँग बुझ्यौ। मैले के गरे? पापी अझै मैले के गरे भन्न लाज लाग्दैन तँलाई? आफ्नै छोरीको शरीरसँग खेलेर रमाएर अझै मैले के गरे भन्ने? बाउको नाममा कलंक होस् त। अनि आमा तिमी यो पापीको पापमा सामेल भएर आफ्नै छोरीको हालत यस्तो बनायौ। यो हुन सक्दैन। मैले त तँलाई मारेर फालेको थिइस् हैन पापी? छोरी बलात्कार गर्ने त जस्तो बलात्कारीको अन्त्य गर्न आज कालले समेत मलाई छोड्यो। त जस्तो पापी बाँच्नु भनेको म जस्तै अन्य छोरीहरू बलात्कृत हुनु। त्यसैले आज त्यो अन्त्य हुनु नै म जस्तै छोरीहरूले जीवनदान पाउनु हो। अन्जानमा गल्ती भयो छोरी, मलाई माफ गरिदे। गल्ती भयो, माफी चाहियो तँलाई? तेरो गल्ती माफ दिन लायक छैन। मेरो गल्ती नहुँदा तँसँग जीवनको भिख माग्दा तैले मेरो चित्कारलाई सुनिस्? होइन, त यो मान्छे नै डराउने जस्तो के गरिराखी? काललाई आफ्नै आँखा अगाडि देखेर आज तिमीलाई छोरीको याद आयो? मैले बारम्बार यो मान्छेको नियत ठिक छैन भन्दा तिमीलाई यही मान्छेसँग ओछ्यानमा सुत्न लाज लागेन? ओहो काकी नमस्ते। नमस्ते सर। काकी नियतिलाई सन्चो छैन के हो? हिजोदेखि कलेज आएको छैन त। सरलाई के भन्नु पर्छ? नियति हिजोदेखि घरमै छैन, मोबाइल पनि अफ छ। तपाईँ यो के भन्दै हुनुहुन्छ काकी? नियति हिजोदेखि घरमा छैन रे? हो सर, आफन्त जति सबैलाई सोधिसके कसैले पनि आएको छ भन्नु जान। त्यही भएर निर्मलीलाई थाहा छ कि भनेर सोध्नु जान लागेको। बोर्ड एक्जाम आइसक्यो होइन, कहाँ गई छ यो नियति पनि? मलाई त हिजोदेखि निन्द्रै लागेको छैन। कहाँ गयो होला भनेर साह्रै चिन्ता लागिराखेको छ। नियति त्यस्तो मान्छे त होइन काकी। आजसम्म मैले जति गाली गरे पनि काहीँ नगर्ने मान्छे होइन। ती बोल्थे कहाँ हो? तपाईँलाई यहाँ जान्छु भनेको थिएन र काकी? भनेरै गएकी भए त मलाई किन चिन्ता हुन्थ्यो र सर? यहाँ जान्छु वहाँ जान्छु केही पनि भनेको छैन। यो त नराम्रो खबर हो नि काकी। अनि विजय र काकालाई भन्नुभयो त? छैन नि सर, कतै आइहाल्छ कि भनेर बाटो पुरेर बसिरहेको छ। काकी यस्तो घटना धेरै घटिरहेछ। यस्तो कुरा सकेसम्म छिटै भनिहाल्नुपर्छ, नभए पुलिसलाई खबर गरिहाल्नुपर्छ। आफन्त जति सबैलाई सोधिसके कसैले पनि आएको छ भन्नु जान। त्यही भएर निर्मलीलाई थाहा छ कि भनेर सोध्नु जान लागेको। अब त्यसलाई पनि थाहा नभए पुलिसमा रिपोर्ट गर्नुपर्छ। सर अहिले म गएँ। हस् काकी। नमस्कार। ओहो काका नमस्कार। नमस्कार सर। त्यति हतारेर कता हिँड्नु लाग्नु हो? कता हिँड्नु नि सर, त्यही भाइको घरसम्म माथि जाउँ भनेर लाग्यो। असाँच्ची राधिका काकी भेटेको थियो अघि। नियति हिजो हिँडेकोदेखि घर फर्केको छैन भन्दै हुनुहुन्थ्यो। तपाईँलाई थाहा छ कता गएछ नियति? मलाई कहाँ र थाहा हुनु? तपाईँले भनेपछि त बल्ल थाहा भयो। सर नियति कहाँ गएछ? खै काका हिजोदेखि नै घरमा छैन भन्दै राधिका काकी खोज्दै हिँड्दै हुनुहुन्थ्यो। मलाई लाग्छ नियति यसरी हिँड्ने मान्छे त होइन, पक्कै तलमाथि केही भएको हुनुपर्छ। के भयो काका, तपाईँलाई त पसिना आयो त? तपाईँको कुरा सुन्दा त
मलाई नियतिको चिन्ता पो लाग्न थाल्यो। कहिले पनि कहीँ घर छोडेर नगएकी छोरी आज आएर एक्कासी हराउँदाखेरि मलाई चिन्ता पो लाग्यो, डर पनि लागिरहेको छ। काका यसरी डराएर होइन, हिम्मत राखेर खोज्नुपर्छ नियतिलाई। यदि साँच्चीकै नियतिलाई केही तलमाथि भएको हो भने हामीले छिट्टै पुलिसलाई खबर गर्नुपर्छ। पुलिस कहाँ जानु पर्दैन के सर, पहिला हामी साथीभाइ आफन्त कहाँ गएर बुझौँ न, कति त्यतै गएर बसे कि छे कि। तपाईँले भन्नुभएको पनि ठिक हो काका, तर धेरै ढिलो नहोस्, कहीँ कतै उनीमाथि अप्रिय घटना नघटोस्। त्यस्तो केही पनि हुन्न सर, अहिलेलाई म जान्छु, गएर बुहारीसित भेट्छु र अनि उनीसित सल्लाह गर्छु कसरी खोज्ने भनेर। हुन्न? हुन्छ काका, कतै गएकी छिन् कि बुझ्छु नि म पनि। हुन्छ सर, म पनि जान्छु। दुई दिन भइसक्यो बहिनी सम्पर्कमा नआएको, तपाईँ आउँछ होला भन्नुहुन्छ? मैले के भन्नु र बाबु, त आफै भन् त। यसरी घर छोडेर कहिले कहीँ पनि गएकी थिइनँ। मैले कहाँ कहाँ खोजिनँ त्यसलाई, आफन्त साथीभाइ कसैकोमा पनि गएकी छैन रे। आमा, तपाईँ पुलिस रिपोर्ट गर्न जानुहोस् त। जति भन्दा छिटो छिटो बहिनी खोज्नुहोस्, म पनि चाँडै आउँदैछु। त चिन्ता नगर बाबु, नियतिलाई म चाँडो खोज्छु, उसलाई केही पनि हुँदैन। जमार बहिनी हराएपछि चिन्ता त लागिहाल्छ नि आमा। तपाईँले छिटो नै पुलिसमा रिपोर्ट गर्न जानु, बुवालाई पनि बोलाइहाल्नुहोस्। हुन्छ बाबु, त चिन्ता नगर, बुबाले पनि छुट्टी मिलाएर चाँडै आउँछु भन्नुभएको छ। हुन्छ आमा, बेलुका कल गर्छु, अहिले ड्युटी जाने बेला भयो। के भयो बुहारी? के भनौँ र दाइ, अस्तिदेखि नियति घरमै आएकी छैन। कहाँ गई कता गई अत्तो पत्तो छैन। विदेशबाट विजयले फोन गरेर हैरान छ। त्यही त मलाई राकेश सरले भनेपछि मात्र थाहा भयो। कतै तिमीले छोरीलाई गाली त गरेनौ? कहाँ त्यस्तो गर्नु दाइ, मैले उसले गाली गरेकी छैन। कहीँ कतै तपाईँले तिमीले यो कस्तो कुरा गरेको बुहारी? मैले त नियतिलाई देखेको पनि छैन। बेकारमा तिमीले मलाई दोष लगाउँदैछौ, दोष नलगाऊ। म त तिमीसँगै उसलाई राखेर सम्झाउँ भनेर बाटोमा आउँदै थिएँ, राकेश सरले भनेपछि बल्ल थाहा भयो। मैले सोधेको मात्रै हो दाइ, उपाय छ भने के गर्नु? मैले भने त मैले केही गरेकै छैन। मैले केही गर्छु भनेको त हो, तर के गर्नु, मैले नियतिलाई भेटेकै पनि छैन। यदि साँच्चीकै नियति हराएकै हो भने हामीले बसेर चाँडै नै उसलाई कसरी खोज्ने भनेर सल्लाह गरौँ न। विजयले पुलिसकोमा जानु भनेछ, के गरौँ? पुलिसकामा त जाने, तर आफन्त कहाँ गएर खोजौँ न, बुझौँ। तर पहिला सबैतिर सोध्नु पर्छ। सधैँ तिमीले गाली मात्र गरिरहन्थ्यौ, यसो 2-4 दिनको लागि कतै बस्नु भनेर गएकी छे कि? सौतिनी नै भए पनि म त्यसकी आमा हुँ। घरमा त्यसलाई नदेख्दा माया र चिन्ताले सताउँदो रहेछ। बेलुका घरमा सुतेकी छोरी बिहान उठ्न छैन। त्यसो भने हामीले नियतिलाई चाँडै खोज्नुपर्छ। यदि भेटिएन भने पुलिसमा गएर रिपोर्ट पनि गर्नुपर्छ। यतै घर छैन त हो र? अब मरेको छोरी भयो होला नि कोही केटासँग। त्यो त हामीलाई के छ? तपाईँलाई नि थाहा छँदैछ नि ठुलो बाउ र आमाको बारेमा। अब घरमै त्यस्तो भइसकेपछि नि के गर्नु खोजेको? अब त्यो गई चाहिँ कहाँ? त्यही दिन बेलुका निर्मल जल बोकेर हिँड्ने थियो, त्यहीसँग भएको किन हिँड्ने बेर पनि लाग्दैन बढेको चेली नदेखि भन्नु मिल्छ र? दुईजनाले एकैचोटि गाउँछ नि त, त्यसै होइन होला नि त।
पक्कै पनि तिनीहरू दुईजना भागेको हुन्छ। आएर हेपाइमा बस्नुभन्दा भागेकै राम्रो। भागेकै भए पनि हामीले के चाहिँ गर्नुपर्छ र? हामीलाई के को टाउको छ? झुक्किरै हुन्छ। निर्मल एउटा कुरा सोध्न आएको म। के कुरा सोध्नु नि सर? नियति कहाँ छिन् निर्मल? सर तपाईँ कस्तो प्रश्न सोध्दै हुनुहुन्छ मलाई? म अस्ति सहर गएर आज आउँदैछु। मलाई नियतिको बारेमा कसरी थाहा हुन्छ सर? त्यसैले त तिमीलाई नियतिको बारेमा सोध्दैछु। निर्मल तिमी हिँडेकै दिनदेखि नियति घरमा छैन। अब भन तिमी सहर जानु र नियति हराउनुमा संयोग मात्र त होइन होला नि? म बालाई भेट्नलाई अङ्कलको घर गएको। मलाई नियतिको बारेमा केही थाहा छैन सर। नियति घरमा छैन भनेर त अहिले थाहा पाउँदैछु म। कहाँ गएर नियति? तिमी धेरै नाटक नगर निर्मल। नियति हराउनुमा तिम्रो हात छ भनेर गाउँभरि हल्ला चलिरहेछ। हल्ला चल्दैमा सबै कुरा सत्य हुन्छ र सर? नियति मसँग भन्दा तपाईँसँग नजिक छ। उसको बारेमा त मलाई भन्दा तपाईँलाई बढी थाहा हुनुपर्ने होइन र सर? हो नियति तिमीसँग भन्दा मसँग नजिक थियो। तिमीलाई त्यो कुरा मन पर्दैन थियो। त्यसैले नियति हराउनुमा पक्कै पनि तिम्रो हात छ। हेर निर्मल उसको बोर्ड इक्जाम आउँदैछ। उसको करियर ड्यामेज नपार। सर बोल्ने बेलामा होस पुर्याएर बोल्नुहोस्। मैले पढेको त छैन तर जिन्दगीले मलाई धेरै पाठ पढाएको छ। र अर्को कुरा नियति हराउनुमा मेरो कुनै हात छैन। बरु मेरो न्यु पारेर कतै तपाईले पो मलाई दोष लगाउँदैमा सत्य लुक्दैन निर्मल। तिमीले जे गर्दैछौ गलत गर्दैछौ। यसैले यसमा तिमीलाई नै समस्या पर्न सक्छ। त्यो त समयले बताउँछ सर। एउटा कुरा याद राख्नुहोस्, यदि नियतिलाई केही भइहाल्यो भने म तपाईलाई छोड्दिन। त्यो त समयले बताउँछ निर्मल। दाइ मलाई त साह्रै चिन्ता लाग्न थालेछ। कहीँ कतै नियतिलाई केही त भएको छैन? बुहारी तिमीले धेरै चिन्ता लिनु पर्दैन। नियति जहाँ भए पनि ऊ सुरक्षित छ। पक्कै पनि फर्केर आउँछ। खै विजय पनि आउँदैछ। टिकट काटिसके के भने त्यो नियतिले पनि हामीलाई यत्रो दुःख दिएर कहाँ गएकी हो? त्यो त तपाईहरुलाई नै थाहा होला नि होइन? निर्मले तँ यो के भन्दैछस्? म जे भन्दैछु सही भन्दैछु। नियति कहाँ छ त्यो त तपाईहरुलाई नै थाहा होला नि। मैले मजाक उडाएको हैन काका। सत्य के हो त्यो भनेको। अनि अर्को कुरा नियति आफै हराएको भए म सोच्थे तपाईहरु चिन्तामा हुनुहुन्थ्यो। तर नियति हराउनुमा तपाईहरुको हात छ। त्यसैले यो मजाक गर्न छोडिदिनुस्। मुख सम्हालेर बोल निर्मले। मुखमा जे आउँछ त्यो नभन। काकी मलाई सबै कुरा थाहा छ। तिम्रो र गोपाल काकाको बारेमा मैले धेरै कुराहरू देखेको छु। नियति हराउने अघिल्लो रात तिमी र गोपाल काकाले के भनेका छौ मैले सुनेको छु। नियतिलाई तिमीहरूको सबै कुरा थाहा छ हैन? एउटा कुरा बिर्स्यौ तिमीहरूले। नियतिलाई हैन तिमीहरूको बारेमा मलाई थाहा छ सबै कुरा। धेरै पटक तिमीहरूलाई मैले सँगै देखेको छु। त्यसैले यो नाटक बन्द गर र चाँडो भन्दा चाँडो नियतिलाई बाहिर निकाल। होइन भने मैले पुलिसलाई बोलाउन परोस्। जो चोर उसकै ठुलो चोर। हेर निर्मले त चाहिने भन्दा बढ्ता बोल्दैछस्। नियति हराउनुमा हाम्रो भन्दा पनि बढी दोष तेरो छ जस्तो मलाई लागिरहेको छ। सहर जाने न्यु पारेर तैँले नै नियतिलाई गायब गरेको हो। हात कसको छ कसको छैन त्यो मलाई राम्रोसँग थाहा छ। र म सहर गएको नगएको तिमीले बुझ्न सक्छौ काका। अनि काका अस्ति मैले तिमीलाई त्यत्रो सम्झाउँदा तिमीले त्यसलाई हल्का रूपमा लियो होइन? अब देख्छौ तिमीले। त नाथेले मलाई धम्की दिएको। जा जे गर्न सक्छस् गर।
अनि एउटा कुरा याद राख निर्मली, तैँले हामीलाई दोष लगाउँदैमा तैँले आफ्नो अपराध लुकाउन सक्दैनस्। अपराध कसले गरेको छ कसले गरेको छैन त्यो मलाई राम्रोसँग थाहा छ काका। र अर्को एउटा कुरा याद राख, यदि नियतिलाई केही भइहाल्यो भने तिमीहरू दुवैजनाको एउटै चेन बनाइदिन्छु। त म जान्छु काका काकी, नियति भेटिन भने याद राख। दाइ, यसले त हाम्रो सबै कुरा सुनिसकि भन्दैछ। मलाई त डर पो लाग्न थाल्यो। अब नियति जहाँ गएकी भए पनि यही निर्मली फस्छ। दाइ, जे गर्नुस् चाँडै गर्नुस्, ढिलो नगर्नुस्। अब म चाँडै नै के गर्छु। नियति, तैँले जे गरिस् ठिकै गरिस्। तँलाई हाम्रो बाटोबाट हटाउनु नै थियो, राम्रै गरिस्। चेस नियति त आखिर के भयो र तँलाई यसरी हराइस्? त हराउनुमा कसको हात छ? हे भगवान, के भनिन्न, कहाँ गइन्न? हामीलाई यसरी दुःख दिएर कहाँ रोकियो होला? आखिर नियति कहाँ गयो? किन यसरी एकाएक हराई? मैले बारम्बार भनिसके मैले केही गरेको छैन 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 भनेर। बुहारी, मेरो मनले भन्दैछ कि अब तिमी मेरो जीवनमा घातक